गर्नुपर्ने रहेछ सबभन्दा पहिला र अध्यक्षज्यूहरूसँग र गाउँपालिका हाम्रा प्रतिनिधिहरूसँग हामीले समन्वय गरेर कुन चिजमा हामीले पहिला अन्तर्वार्ता गरेर कुन चिजहरू बुझेर हामीले कसरी विदेश जानुपर्ने रहेछ, हाम्रो रोजगारीको चाहिँ कुन देशमा जाने रहेछौँ, हामी कुन देशमा हाम्रो सेलेरी कस्तो हुने रहेछ र कुन आधारमा कसरी के कुरा बुझेर हामी जानुपर्ने रहेछ भन्ने कुरा उहाँहरूले स्पष्ट पारिदिनु भयो र केही कुरा हामीले बुझ्न गयौँ। र अरू हामी त के अरे बाँकी हाम्रा प्रतिनिधिहरू पनि हुनुहुन्छ र हामी केही हामी जनताहरू भनौँ केही जनताहरू हामी बसेर अब साथसाथमा हामीले तालिम प्राप्त गर्न पाएकोमा पनि हामी धेरै खुसी छौँ एकदमै साथमा भएर भन्नुपर्ने कुरा के भने साथमा हामी अवसर नपायौँ भने हामी धेरै आगामी दिनमा पनि हाम्रो घरेलु कामकाज बोल्ने हामीले आउनु पर्यो नि त अब बोल्ने थियो र ठिक छ भनेपछि आगामी दिनहरूमा पनि जनताहरूले हाम्रो जनप्रति प्रतिनिधिहरूले यसरी सुनेर ससल्लाह गरेर ससल्लाह अनुसार नै अगाडि बढ्नुहुन्छ भन्ने आशा राख्दै म दुई कुरा नमस्कार, मेरो नाम भीमा कुमारी गुरुङ, भैरवी चक्रुकोट कुर्मवती समूहको म होइन। हिजो फर्स्टमा हामी सबभन्दा उपस्थिति हलमा हुन्, त्यसपछि परिचयदेखि हाम्रो कार्यक्रम सुरु भयो। परिचय कार्यक्रम सुरु भएपछि हाम्रो त्यसपछि समूह गठन गरियो। समूह गठन गरेर 5वटा समूह गराइयो। त्यसपछि अनि विदेश जानेको बारेमा हामीले छलफल गर्न थाल्यौँ। विदेशमा अब कसरी जाने के जाने मेन पावर नबुझिकन नजाने हामी सबभन्दा त ओडाबाट नै हामीले गरेर जानुपर्छ। विशेष गरी ओडा कार्यालयले केही सूचना दिने र कसरी जाने, कहाँ जाने, कुन मान्छेसँग जाने, कसरी जाने, त्यो मान्छेको कहाँ कसरी लिङ्क छ, कसरी जोडिया, त्यो मान्छे मेन पावरसँग जोडिया, कसमा मेन पावरसँग जोडिया भनेर कुरा बुझ्ने हामीले ओडाबाट नै सुरुदेखि लिएर पालिकासँग जाने, पालिकादेखि लिङ्क जोडिँदै जान्छ। हाम्रो जतिकै यो ओडादेखि पालिका हुँदै जिल्ला हुँदै भने जस्तै गरी हामीले मान्छे पनि म्यान पावर कस्तो हो त मान्छे कहाँको हो, कसरी जाने, अनि कति टाइममा त्यो त्यहाँ कसरी पुर्याउन सक्छ भन्ने विषय त्यस्तै कुराहरू हामीले सिक्यौँ र हामीले त्यो पनि गर्नेछौँ। अब आउने 84को निशानमा हामीले ओडादेखि नै यो गर्नेछौँ भन्दै मेरो 2-4 शब्द हेरेको छु। हवस्, त्यो अर्को प्रदेशको मान्छेलाई त्यो प्रदेशले केही सुविधा नदिनु पनि सक्छ, अनि यही इन्डियामा गयो भने एउटा पालिकाको कर्मचारीहरूको सेवा सुविधा, त्यहाँको जनप्रतिनिधिको भत्ता सत्ताको सुविधाहरू र अर्को पालिकामा फरक छ। किन फरक छ भने त्यो पालिकाको आयोजन राम्रो कुरा बुझ्नु है। त्यहाँ अब त सङ्घीय सरकारले मापदण्ड बनाइदिएला अनिवार्य गरेर भनेर सोच्यो भने त्यो पछाडि पर्यो है त। त्यस हजुरले